गाइस आउनु त हेरौँ त हामी सबैजना मिलेर कस्तो देखिन्छ। फोटो भिडियो खिच्न लाज लाग्ने मान्छेलाई बिफोर आफ्टर गराएको होइन मान्दै नमान्ने। हाई सौगात, कस्तो लाग्यो तिमीलाई भन त? राम्रो लाग्यो? झुटो बोल्या त होइन? होइन सच्चै हो। थ्याङ्क यू। उहाँले यस्तो स्टाइल देखाउनु भएको थियो मलाई अनि मैले चाहिँ सेम स्टाइल काटेँ। अब हेरौँ है त उहाँलाई कस्तो देख्छ है। यो चाहिँ उहाँले कान सुन्नुहुन्न त्यही भएर यो चाहिँ लगाउनु भएको है। अब दुइटै कानमा छ। मैले चाहिँ यसरी हेयर कट गरेँ। उहाँलाई हेर्नु त कस्तो देखिन्छ। हाई। Hi. Same like your picture? Yes, it's Sure. perfect. Are you satisfied? Yes, I'm very satisfied. Thank you so much, sir. मैले यस्तो बिफोर आफ्टरमा गरेन तर मैले बिफोर मात्रै गरेँ होइन। आफ्टर पनि गर्नुपर्छ है, बिफोर आफ्टर। अब आफ्टर मात्रै हेर्नुहोस् त यस्तो राम्रो देखिन्छ। उसको कपाल धेरै नै ठुलो एकदमै भोल्युम थियो। अस्तिको अहिलेसम्म मसँग कपाल काटेको 2 टाइम भयो है। अब हेर्नु त उसलाई कस्तो हुन्छ। वाह ठिक छ। कस्तो लाग्यो आफूलाई? एकदम राम्रो लाग्यो हो। अहिलेसम्म 2 चोटि भयो नि त है हेयर कट सेकेन्ड गरेको टाइम है। हजुर हजुर अस्ति चाहिँ मैले अलिकति कपाल नबुझेर लामै छोडेको थियो। अहिले चाहिँ है छोटो छोटै छ। अहिले चाहिँ यो चाहिँ पर्फेक्ट अहिले चाहिँ सेट गर्नुपर्छ भयो है। पुरा कपाल। थ्याङ्क यू सो मच।